सो हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु द भिडियो। अनि आजको भिडियोमा चाहिँ हामी जाँदैछौँ घुम्न। अनि हामी चाहिँ फ्यामिली सबैजना हाम। सो हामी चाहिँ घुम्न चौखरा जान हाम थारू म्युजियम। अनि त्यहाँ चाहिँ हामी घुम्नेवाला हाम। त्यसपछि चाहिँ हामी वाटरफलमा जान सक्छौँ। भिडियोलाई लास्टसम्म हेरिदिनु होला। अनि लाइक सेयर कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। कमेन्ट एउटा सानो कमेन्ट चाहिँ छोडिदिनु होला है त। सो अब चाहिँ हामी घरबाट हिँड्नलाई अगाडि ठुलो आवाज चल्दै रहेछ। अनि अब चाहिँ हामी हिँडिसक्यौँ घरबाट। अनि चौखरा चाहिँ तुलसीपुर भन्दा पनि अलि उतातिर हो। सो पहिला चाहिँ हामी तुलसीपुर जान्छौँ, त्यसपछि चाहिँ चौखरा। अहिले चाहिँ हामी नारायणपुर आइसकेका छौँ। अब चाहिँ हामी पुरानधारा वाटरफल जान, पुरानधारा झर्नामा जान हम। त्यसपछि चाहिँ चौखरा जाने। चाहिँ गेट आइसकेको छ। अब चाहिँ धेरै टाढा छैन। सो अहिले चाहिँ हामीले गाडी पार्क गरिसकेका छौँ। यहाँ चाहिँ पार्किङ रहेछ। अब चाहिँ हामी यहाँ हिँड्दै जाने हो यो बाटोमा। यतादेखि चाहिँ आम हामी। ओ भाई मैं इतना क्यूट लग रहा हूँ दोस्तों। यहाँ चाहिँ हिँड्नु पर्ने रहेछ। माथि पार्क गरेर चाहिँ देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ झोलङ्गे पुल पनि रहेछ है। हामी चाहिँ पुग्नलाई पनि झर्नामा है। आवाज आइरहेको झर्नाको। केही थिएन नि। अनि याद आयो मलाई पनि। यो पनि थिएन ड्याम। यो ठाउँमा चाहिँ हामी पहिला नै आएको थियौँ है। सानो भएकोलाई। अलि सानै थियो। सानो भएकोलाई। ओए चिसो चिसो भइरह है यहाँ चाहिँ। झर्ना चाहिँ बब्बाल छ। यसरी बनाएको यसरी वर्टिकल। ओए क्या चिसो हावा भाइ। यहाँ पनि खाने। ओए यहाँ थियो यस्तो फेरि। चिसो हानी कस्तो। सो अहिले चाहिँ हामी यहाँ थारू म्युजियममा चाहिँ आइसकेका छौँ। देख्न सक्नुहुन्छ है। ल अहिले चाहिँ हामी गेट छिर्न लागेको छौँ। पुरै खाली छ त। यहाँ चाहिँ टिकट काट्ने रहेछ। अनि त्यसपछि हामी चाहिँ भित्र जान्छौँ। ल सो अहिले चाहिँ हामी यहाँ भित्र आइसकेका छौँ है। यहाँ पनि वाटरफल रहेछ सानो। भर्खर ठुलो वाटरफल घुमेर आयौँ। अहिले चाहिँ हामी भित्र गएर उयो यहाँ त छुट्टै दुनियाँमा जस्तो भइगयो। टिकट राखिदिने। यो पूजा हो क्या नि
यहाँ चाहिँ केही पाक्न ला है यस्तो गर्ने मम्मीले पकाउनु रहेछ चाहिँ ल यता हेर 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 यो घरमा जामै हामी त्यसै घर हो ये भात पकाना यहाँ चाहिँ नाचगान चलिरहेछ बाहिर आइसकेको छौँ अब चाहिँ हामी उता पनि हुन्छ अर्को म्युजियम छ त्यहाँ पनि त्यहाँ चाहिँ हुन्छ है ल है फेरि अर्को घरमा आयौँ हामी यहाँ चाहिँ खाना बन्न लाग्छ यहाँ चाहिँ बनाउनु लानु भएको छ है चाहिँ हामी जान्छौँ हामी चाहिँ बाजेहरू हुन्छ बाजेहरू यहाँ चाहिँ पूजा चलिरहेको रहेछ अब चाहिँ हामी यहाँ बाहिर जान्छौँ उयो यहाँ त नयाँ बनिन्छ त यस्तो न्यू एक्सपिरियन्स यो त बने नयाँ बनिन्छ यार यस्तो पहिला थिएन नि हामी नै पुरै गाउँै बने एउटा बब्बा चाहिँ ल चाहिँ आर्टिफिसियल ऊ पनि छ रियल रुख हो कि के हो ओ रियल रुख रहेछ भाइ रियल रुख रेड रुख काटेर गएर ल अहिले चाहिँ हामी बाहिर निस्किसक्यौँ यो है ग्राउन्ड चाहिँ अहिले चाहिँ हामी चखोरा यहाँ थारू म्युजियम चाहिँ घुमिसकेको छौँ अनि अब चाहिँ हामी घर जान लाग्छौँ होटल नास्ता खान नास्ता खान चाहिँ अब होटल जान्छौँ त्यसपछि चाहिँ सिधै घर है